आई लभ यु टु 3 4 बालेनजी, जनताले तपाईलाई धेरै माया गर्छन् अनि तपाईले चाहिँ सुकुम्बासीहरूको लागि के गर्दै हुनुहुन्छ त? मेरा प्यारा सुकुम्बासी साथीहरू, अब तपाईहरुको काम बन्न थोरै मात्र बाँकी छ। त्यति बेलासम्म पौडी राख्नुहोस्, काम बनेपछि निकालौँला, ढुक्क हुनुहोस्। के बोले भाइ? के बोले? बालेन सरकारले जनताको लागि मनपर्दो काम चाहिँ गरेन। दुःख पायो साराले। भाइमारा सरकार मुर्दाबाद मुर्दाबाद मुर्दाबाद। दाइमारा सरकार मुर्दाबाद मुर्दाबाद मुर्दाबाद। उखान टुक्के मुर्दाबाद मुर्दाबाद। भ्रष्टाचारी मुर्दाबाद। लौ हुँदा हुँदा ज्ञानेन्द्र शाहज्यूलाई पनि बालेनको काम चाहिँ मन परेको रहेनछ। भोट माग्दै आएको थियो बजाउँदै घन्टी, घन्टीमा नै भोट हालेको भन्दै थिइन् अन्टी। भोट लियो कुर्सी पायो डोजर दन न घन्टे गाउँको आतंकले त सिर्जना मन। कास लुट्यो बास लुट्यो जाय जेठा लुट्यो। पक पालेन तेरो विश्वास टुट्यो। सरकारले नि गर्दो रहेछ निर्दलाई हेला। आगोसँग खेल खेली सब पर्छ फेला। बालेनजी, तपाई पनि केही बोल्नु न। बोल्नै दिँदैन नि। अब केही बोल्नु पर्दैन, जनताले र्याबबाट सबै बोलिसकेका छन्। देशको सेवा दिने नाममा सबै जुट। मान्छेको घर भत्काएर त्यो सबैलाई त्यो टाट पल्टा। बालेनले जनतालाई सुख भन्दा पनि दुःख धेरै दिएको छ, हो कि होइन हजुर? त्यसमा पत्याइहाल्नु पर्ने कुरै जरुरी छ। गरिब दुखी चर्को घाम नेता छुटमा छन्। चर्को तेरो उपचार सांसद नि लुटमा छन्। यो बालेनले त गाँजा खाएर ढ्याम मात्रै गाउन जानेको छ। हिजो गाँजा नखा छोरा, गाँजा खानेले घरलाई नर्क बनाउँछ भन्दै रुने मेरा बाउ, आज गाँजा खानेले देशलाई स्वर्ग बनाउँछ भन्दै गजडीको पछि कुदिरहेछन्। घरको नखामा हुन्छ त जाउने। तपाईले मलाई थर्काउनु भयो कि भएन? अहिले भर्खर फर्का छैन तपाईँ। फर्काउनु भयो? फर्का छैन तपाईँ। हेर बुझी बुझ पचाको गजडी त यसलाई भन्छन्। साँच्चै हो साथीहरू। प्रभु, नेपालको पुरानो नक्सा हामीले दिनु पर्यो। तेरो देशको नक्सा तसँग हुन्छ कि मसँग हुन्छ? साले गजडी। मलाई चाहिँ दुर्गा पसाईको कुरा चाहिँ एकदमै मन पर्छ क्या। भोट हाल्दाखेरि घन्टीमा विदेशबाट के भन्थे हाम्रो नेपाली जनताहरू, ल भनिदिनु पर्यो। विदेशबाट भन्थे होइन आमा बुवा भोट हाल्नु घन्टीलाई, होइन भने हामी घर आउँदैन भन्थ्यो। अब आउँदा घरै छैन, किन आउनु? त्यस्ता कुलाङ्गारहरूले किन आउनु यहाँ? बालुवाटारमा के को टिम छ अरे काका? गाँजा टिम छ त्यहाँभित्र। हावा कुरा नगर्नु, देश चाहिँ कहिले चलाउँछ? गाँजा टिमले चलाउने हो। त्यो गाँजा टिमले चलाउने हो। अरे बाप रे, ये तो धोती खोल रहा है। बालेन शाह हो चाहिँ को हो? बालेन शाह हिजडा हो, छक्का हो। त माधर चोट चाहिँ रन्डीको छोरो होस्, सुँगुरको सन्तान होस् त म्याच सिक्ने प्रधानमन्त्री हो त्यो। तमिजले बोल। त मा झेक्ने दौदा दौदै नि एक काँधे भएको बाछा हल्ला नगर। सनम तामाङले जे भनेको छ ठिक भनेको छ। यसलाई कसले प्रधानमन्त्री हो त? यसलाई यो गजेडी नै हो, यो सुल्फे नै, यो लुसिवरै हो यो। अनि यहाँ सुन, प्रधानमन्त्री चाहिँ तँ जाँठाले भन्छ सला। हामी यसलाई प्रधानमन्त्री बनिँदैन, हामी सिधै बनिन्छ सुल्फे गजेडी होइन, र्यापे ट्यापे झ्यापे बनिन्छ। के गर्छस्? तेरो मन्त्री होला मुजी, हाम्रो मन्त्री होइन, बुझिस्? अहिले चाहिँ बालेनको देशभरि विरोध गरिरहेछन्। उहाँलाई चाहिँ एकदमै मजा आइरहेछ। बालेनको बारेमा ताराबाजी लैलैको एउटा टुक्का सुनाउनुहोस् त। ताराबाजी लैलै बालेन सरकार आयो, भर्खर डोजर लायो, हाम्रो साथी खायो। थाप्छु भन्थ्यो छाती घन्टे ग्याङको साथी। थाप्छु भन्थ्यो छाती घन्टे ग्याङको साथी। डोजर हिँड्यो बस्तीमा, मन्त्री मण्डल मस्तीमा। डोजर चल्यो बस्तीमा, मन्त्री मण्डल मस्तीमा। सुकुम्बासी भुसुक्कै, बालेन हाँस्यो मुसुक्कै। रासोपा गर्छ म्याउ म्याउ, रासोपा गर्छ म्याउ म्याउ। जनता भन्छ उछिट्यो। रवि दाई, चुनावको बेलामा विदेश गएकाहरूलाई निशुल्क रूपमा नेपाल फर्काउँछु भन्ने अभियान चलाउनु भएको थियो त। मैले कहिले भनेको छ भने देखाउनु होला। मैले भनेको छैन रे, यो चाहिँ के हो त? त्यो छैन। दिनभित्र विदेशमा बसेका क्षमतावान मानिसहरूलाई यही देशमा उनीहरूले विदेशमा पाए जस्तै सेवा सुविधा दिएर यो देश फर्कने सुवर्ण अवसर भनेर अस्ट्रेलियाको गल्लीमा, युरोपको गल्लीमा, अमेरिकाको गल्लीमा पोस्टर टास्न म हाम्रा कारणले एउटा घर सुकुम्बासी बनेको छ। हाम्रा कारण यो चाहिँ के हो त? यो सुकुम्बासी रवि लामिछानेले आफ्नो छवि चाहिँ कसरी बिगार्नु भयो क्या? जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि। अन्तिम अवस्थामा कन्डम निकालेर बिगार्नुभयो आफ्नो छवि। जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ। कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ। चुनावको बेलामा जनताले भोट हालेर जिताइदिए, अहिले चाहिँ जनतालाई हावा भनिरहेछ। यो मान्छे साँच्चै नै गजेडी हो।